What's up everybody, welcome back to my channel. It's me Imraz. So आजको च्यानलमा तपाईलाई स्वागत छ र अहिले म राइट नाउ कहाँ छु रट्ने चोर छु है। मेरो एउटा कामले आएको थिए र आज टोरीबारी सर्लक्क घुमेको भ्युजहरु पनि म तपाईलाई देखाउँछु र साथसाथै आजको कार्यक्रम मज्जाले सम्पन्न भयो। म सबैजनाले कुरा चाहिँ ध्यान दिनु होला र म त्यसै ट्राभल गर्ने जतिसुकै हिँड्ने यताउति हैन टक्क लाएर सो त्यही नै हो। लेट्स बिगिन भन्ने कुरा छ नि त हैन। सो मेरो ब्लग रेगुलर हेरिराख्नु भएको छ सबैजनाले कृपया लाइक शेयर कमेन्ट गर्नु होला, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला जहिलेसुकै। र यति नै हो र हामी यहाँ सानो कार्यक्रममा थियौँ। अब कार्यक्रम सकेर चाहिँ हामी जानेवाला छौँ। सो गाइज अहिले हामी चिता हाउस आएको छौँ र चिता हाउसको चाहिँ एकदम फेमस लाग्यो यहाँको भ्यूजहरू होइन। र यो ब्याकग्राउन्ड त्यस्तो राम्रो छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर। पछि यहाँ बस्ने ठाउँ टन्नै छ म्याक्सिममली खाजासाजा खाना आएको। यहाँ खाजासाजा खाए चाहिँ हामी यहाँबाट निस्किन्छौँ। र यता पनि डोरहरू अझ मजाको छ कि टन्नै होइन। पछि गयो भने तपाईँ सबै कुरा देख्न सक्नुहुन्छ यहाँबाट होइन। मस्तको लाग्यो। सो यो चाहिँ बाहिरको ब्याकग्राउन्ड होइन। यो जुन चाहिँ एउटा तपाईँले दाहिनेपट्टि जानु भने यहाँनिर यस्तो देख्न सक्नुहुन्छ है। यो चाहिँ भित्रबाट चाहिँ तपाईँ भित्र आउनु सक्नुहुन्छ यहाँबाट होइन। र यो लोकेसन यहाँ सर्लक्क चिता हाउस लेखेको छ होइन। यहाँ त मान्छेहरू खाजा खानको लागि चाहिँ 1 by 1 आउँछन्। रड्ने जोरमा पर्छ एक्ज्याक्टली यो।